शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग यूएनएचसीआरले तेस्रो देश पुनर्वास कार्यक्रम अघि सारेपछि नेपाली भाषी भुटानी शरणार्थीको ठूलो संख्या अहिले तेस्रो मुलुक पुनर्वासमा गएका छन्। लगभग 1,30,000 को संख्यामा रहेका शरणार्थीलाई स्वदेश फर्काउने प्रयास असफल भएपछि सन् 2008 देखि अमेरिका, त्यसैगरी क्यानाडा र अस्ट्रेलिया लगायतका देशमा पुनर्स्थापना गरिएको हो। अहिलेसम्म करिब 1,18,000 शरणार्थी तेस्रो मुलुकमा स्थापित भइसकेका छन्। बाँकी रहेका मध्ये झण्डै 12,000 पनि जाने प्रक्रियामा छन्। प्रारम्भमा तेस्रो देश पुनर्वास प्रस्तावको विरोध भएपछि यूएनएचसीआरले 3वटा प्रस्ताव तेस्रो देश पुनर्वास भुटान फिर्ती र नेपालमै समायोजन हुने प्रस्ताव अघि सारेको थियो। तीनवटै प्रस्ताव एकैपल्ट खुला गर्ने भनिए पनि यूएनएचसीआरले आजसम्म पनि 2वटा प्रस्ताव मात्रै कार्यान्वयनको प्रक्रियामा लगेको छ, जसले गर्दा स्वदेश फिर्न चाहने शरणार्थीहरू आक्रोशित बनेका छन्। धेरै जसोले स्वदेश फिर्ने आशा मरिसकेको बताइरहेका छन्। स्वदेश फर्काउँछ भन्दा पनि अब मेरो परिवारहरू धेरै मान्छे भुटानमा छ। हिजो अस्ति आज 3 दिन भयो आएर गएको। खै हाम्रो त डकुमेन्ट्सहरू अहिलेसम्म बनाएको छैन भोटेले। भने तपाईँहरू कसरी फर्किनुहुन्छ? अब हामीलाई चाहिँ आश खासै छैन अब भुटान फर्किनको लागि होइन। पहिला भने जस्तो जग्गा जमिन दिँदैन। राष्ट्रसँग हामी के माग्छौँ भने हामी भुटानी शरणार्थीलाई कुनै पनि त्यस्तो सुख सुविधाको आवश्यकता थिएन। हामीलाई कुनै पनि देशको त्यस्तो माटो र टेक्निकीको नागरिकताको कुरा होइन। यूएनएचसीआर को पछिल्लो तथ्याङ्क अनुसार अब करिब 14,500 शरणार्थी मात्र शिविरमा छन्। त्यसमध्ये पनि 12,000ले तेस्रो देश पुनर्वासको इच्छा पत्र भरेका छन्। पुनर्वास कार्यक्रम अन्त्य हुने बेला सन् 2016 को अन्त्यसम्ममा सबै शरणार्थी पुनर्वास भइसक्ने उसको दावी पनि छ। तर स्वदेश फर्कन चाहनेहरू यसलाई स्वस्फूर्त मान्दैनन्। भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अनुसार अहिले पनि 4,000 को संख्याका शरणार्थी स्वदेशमै फर्कन्छौं भन्ने अड्डीमा छन्। समितिका अध्यक्ष डाक्टर भम्पा राईले स्वदेश फिर्ता मात्रै आफूहरूको अन्तिम विकल्प भएको भन्दै यसका लागि भुटानसँग समन्वय गरिदिन नेपाल सरकारसँग माग पनि गरेका छन्। हामी यहाँ बसेका मानिसहरू जति पनि हामी रिफ्युजी छौं, हामी नेपालमा विलय हुनुको लागि हामी पक्का पनि अहिलेसम्म फर्केका छौँ। नेपालका बाट हामीले हाम्रो पुर्खाहरूदेखि नै हाम्रो अंशबन्ध लिएर हामी भुटानमा गएका हौं भनौँ एक प्रकारले। र हामीलाई त्यही नै हाम्रो अंशबन्धको दर्ता गरिदिनु दरिलो बनाउनु पर्छ भनेर हामीले नेपाल सरकारलाई मात्रै होइन नेपालका सम्पूर्ण दाजुभाइलाई हामीले यो बिन्ती टक्राएको। नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेपाल सरकार र भुटान सरकार बीच विभिन्न चरणमा वार्ता भए पनि शरणार्थीले स्वदेश फर्कन पाएनन्। भुटान पिपुल्स पार्टी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति, भुटान गोर्खा मुक्ति मोर्चा लगायतका राजनीतिक दल र मानवाधिकारवादी संघ संस्थाले स्वदेश फिर्ताका लागि पटक पटक आन्दोलन गरे पनि भुटान सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छैन। न्यूज 24 टेलिभिजनका लागि झापाबाट टिभी जर्नलिस्ट राजु पौडेलको रिपोर्ट।